नमस्कार गुरु। नमस्कार हजुर, नमस्कार। तपाईँहरूको यो अहिले चाहिँ जुन किसिमको प्रोग्राम चलिरहेछ नि, त्यो प्रोग्राम चाहिँ कस्तो हो, के हो, त्यसको बारेमा बताइदिनुहोस् न। यो चाहिँ हाम्रो नुवाकोट जिल्लामा चाहिँ नेपाल ज्योतिष परिषद जिल्ला कार्य समिति नुवाकोटले एउटा अवेरनेस कार्यक्रम जस्तो, अलिक सचेतना कार्यक्रम जस्तो, त्यो चाहिँ जिल्लाभरि रहेका चाहिँ गुरु पुरोहितहरूको लागि चाहिँ मुहुर्त सम्बन्धी चाहिँ ज्ञान दिनको लागि सामान्य किसिमको मुहुर्त साइत हेरेर चाहिँ राम्रो साइतमा चाहिँ जजमानहरूको चाहिँ शुभ कार्यहरू सम्पन्न गरौँ, शुभ साइतमा गरेका कामहरूले रिजल्ट राम्रो दियोस् भन्नका लागि मुहुर्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो। यो चाहिँ 7 दिनसम्म नुवाकोट जिल्ला विजय नगरपालिका वडा नम्बर 4 बट्टारको चाहिँ सभा हालमा चाहिँ यो कार्यक्रम भइरहेको छ। 9 गतेसम्म चल्दैछ। 9 गतेसम्म चल्छ। अब यो प्रोग्राममा चाहिँ कसले प्रशिक्षण दिनुहुन्छ अथवा चाहिँ सहजीकरण गर्नुहुन्छ? यसमा सहजीकरण गर्नको लागि चाहिँ हाम्रो जिल्ला कार्य समितिका अध्यक्ष गुरु भरतप्रसाद अधिकारी गुरु हुनुहुन्छ। त्यसै गरी सचिव गुरु उत्तम रिमाल गुरुहरू पनि हुनुहुन्छ। स्वयं म सहसचिव देवप्रसाद घिमिरे लगायत अन्य गुरुहरू पनि हुनुहुन्छ, कार्य समितिमा रहनुभएका गुरुहरू। यसमा विज्ञता भन्ने कुरो चाहिँ जानेर कहिले पनि सकिँदैन, सिकेर कहिले सकिँदैन। त्यसमा जो गुरुहरू चाहिँ अब्बल हुनुहुन्छ, हरेक कुराहरूमा चाहिँ अब्बल हुनुहुन्छ, उहाँले के जान्नुभएको छ त्यो कुराहरू चाहिँ हामी एकाअर्कासँग सेयर गरेर सिक्दै सिकाउँदै जाने चाहिँ हाम्रो अभियान हो। यो प्रशिक्षण पश्चात चाहिँ अहिले जुन किसिमको चाहिँ कर्मकाण्ड गरिरहेको पद्धतिमा के फेरबदल आउँछ होला? निश्चय नै फेरबदल आउँछ। अहिले कतिपय पण्डित गर्ने गुरुहरूलाई चाहिँ ज्योतिष सम्बन्धी ज्ञान असाध्यै कम छ, कर्मकाण्डी सम्बन्धी ज्ञानहरू उहाँहरूलाई छ। तर ज्योतिष सम्बन्धी ज्ञान उहाँहरूलाई अलिक कमै छ जस्तो भन्ने मैले चाहिँ महसुस गरेको छु। सबैलाई मैले कम आकलन गरेर भनेको चाहिँ होइन, तर कतिपय गुरुहरूलाई चाहिँ ज्योतिष सम्बन्धी ज्ञान अलिक कमै भएको महसुस चाहिँ भएको हो। बार बेला हेरेर शुभ कार्यहरू गराउने पद्धति हाम्रो जुन विकसित हुँदै गएको छ त्यो चाहिँ बिल्कुल गलत छ। बार बेला पनि गलत चाहिँ होइन, त्यो पनि राम्रै हो। तर हरेक शुभ कार्य गर्दाखेरि त्यसको फ्याकल्टीहरू फरक हुन्छन्। फ्याकल्टी अनुसारको चाहिँ शुभ र अशुभत्वहरू चाहिँ प्राप्त भइरहेका हुन्छन्। त्यस कारणले गर्दाखेरि पञ्चाङ्ग, विशेष गरी तिथि, बार, नक्षत्र, योगकरण 5वटा कुराहरूलाई चाहिँ मध्यनजर गरेर त्यसबाट चाहिँ प्राप्त हुने शुभत्वहरू चाहिँ हामीले फरक तरिकाले व्याख्या गर्न सकेनौँ भने, सधैँ बार बेला मात्रै हेरेर चाहिँ हामीले शुभ साइत दिने गऱ्यौँ भने यो चाहिँ हाम्रो संस्कारभन्दा विपरीत, धर्मशास्त्रभन्दा विपरीत हुने भएको हुनाले गर्दाखेरि हाम्रो शास्त्रसम्मत तरिकाले जे शुभ कार्यको लागि के जुराउनु पर्ने हो ती कुराहरू मात्रै जुराएर गर्नु, शुभ कार्य गर्दाखेरि ठिक हुन्छ भनेर चाहिँ हामीले शास्त्रले निर्देशित गरेका कुराहरूलाई चाहिँ फलो गरेर हामी जान सक्यौँ भने निश्चय नै हाम्रो शास्त्र पनि जोगिन्छ, हाम्रो धर्म पनि जोगिन्छ, हाम्रो संस्कार पनि जोगिन्छ र जजमानहरू जसले कर्म गरिरहनु भएको छ उहाँहरूको पनि शुभत्व प्राप्त हुन्छ भन्ने चाहिँ एउटा शास्त्रीय विधि र मान्यता भएको हुनाले हामीले त्यसलाई फलो गरेर जाने चाहिँ हाम्रो ध्येय हो। यो समय परिस्थिति अनुसार चाहिँ जजमानीहरूको पनि कस्तो भयो भने छिटो चाहिँ सक्ने अथवा चाहिँ प्रक्रिया मात्रै पुरा गर्ने, कुनै पनि कर्म गर्दाखेरि प्रक्रिया मात्रै पुरा गर्ने पद्धति चाहिँ विकास भइरहेछ। यसलाई चाहिँ कसरी हेर्नु भएको छ? यो संस्कृति जोगाउनका लागि, हाम्रो चाहिँ पद्धतिलाई जोगाउनको लागि चाहिँ के प्रयासहरू गर्नु भएको छ? प्रक्रिया मात्रै पुरा गर्ने भन्नुभन्दा पनि प्रक्रिया त पुरा गर्नै पर्छ, किनभने हरेक कर्मकाण्ड पुस्तिकाहरूमा लेखिएको प्रक्रिया अनुसारको त्यो प्रक्रिया पुरा गर्दै जानुपर्ने त हाम्रो कर्तव्य हो। तर कतिपय अवस्थामा चाहिँ के छ भने त्यो प्रक्रिया पुरा गर्ने क्रममा पनि कतिपय त्रुटिहरू भइरहेका छन्। विधि पुर्याउनु पर्ने कुराहरूमा मुख्य विधिहरू चाहिँ छुटिरहेको अवस्था छ। अर्को कुरो, सङ्कल्प पढ्दै गर्दाखेरि सङ्कल्पमा भन्नुपर्ने कुराहरू के हुन्? सङ्कल्प मुख्यतः हरेक शुभ कार्य गर्दाखेरि सुरुवाती चरण भनेको सङ्कल्प हो। सङ्कल्पमा जे कुराहरू उल्लेख गरिएको हुन्छ त्यसैको आधारमा कार्य सम्पन्न हुने र हामीले गरिरहेको कार्यले पूर्णता प्राप्त गर्ने हुनाले गर्दाखेरि हाम्रो सङ्कल्पबाट नै धेरै किसिमका त्रुटिहरू देखिएको हुनाले यसैलाई सच्याउनको लागि केही सुधार्न सकिन्छ कि भनेर हामीले एउटा नुवाकोट जिल्लाबाट चाहिँ एउटा देशैभरि चाहिँ एउटा सन्देश दिने तरिकाले चाहिँ यो प्रशिक्षण कार्यक्रम, मुहुर्त प्रशिक्षण सम्बन्धी चाहिँ कार्यक्रम, निःशुल्क कार्यक्रम सञ्चालन गरेको कारणै त्यही हो। यसरी चाहिँ कर्म गर्दाखेरि फल प्राप्ति हुन्छ त हुँदैन नि? त्यो छोटकरीमा गर्दा एकदम फल प्राप्ति हुन्छ। यो चाहिँ शास्त्र निर्दिष्ट कुराहरू चाहिँ विधिसम्मत तरिकाले गर्ने हो भने फल प्राप्ति हुन्छ। यो विज्ञानको विकास 200-300 वर्ष अगाडिदेखि विज्ञानको विकास हुँदै आयो। तथ्यमा आधारित विज्ञान भन्छौँ हामी। त्यो विज्ञानको विकासले त यत्रो तथ्यमा चाहिँ मान्छेलाई चाहिँ विश्वास गर्न लायक बनायो। यो त 10,000 लाखौँ वर्ष अगाडिदेखि रिसर्च गरेर चाहिँ लिपिबद्ध गरेर आएका कुराहरू, ऋषिमुनि हिजोका विद्वानहरूले चाहिँ लिपिबद्ध गरेर आएका कुराहरूबाट चाहिँ फल मिल्दैन, हामीमा पोजिटिभ भाइब्रेसन आउँदैन। शुभ समयमा गरेको कार्यले शुभत्व नै प्रदान गर्छ। यदि कसैलाई चाहिँ एकदम गम्भीर जटिल अवस्थामा पनि
शुभ दिनमा गरेका कार्य र शुभ साइडमा हिँडेका कुराहरूले शुभ साइडमा गरेका कर्महरूले गर्दाखेरि चाहिँ त्यो जटिल अवस्थाबाट पनि जोगाएर ल्याउन सक्ने एउटा चाहिँ मान्छेलाई चाहिँ जोगाएर ल्याउँछ भन्ने चाहिँ हाम्रो शास्त्रीय मान्यता भएको हुनाले हाम्रो संस्कार अनुसार पनि शास्त्रलाई हामीले उच्च भागमा चाहिँ राखेर आएको हुनाले गर्दाखेरि मान्छेलाई जटिल अवस्थामा पनि जोगाएर ल्याउँछ भन्ने चाहिँ विश्वास चाहिँ हामीलाई छ। गुरु अन्तिममा हजुरको परिचय दिइदिनुहोस् न। मेरो देवप्रसाद घिमिरे, नुवाकोट जिल्ला, बेलकोटगढी नगरपालिका, वडा नम्बर 13, मदानपुर हो। हाल मेरो बसोबास चाहिँ काठमाडौँमा छ। यो हजुर ज्योतिष हुनुहुन्छ? म ज्योतिष हजुर। ज्योतिष चाहिँ कहाँबाट यहाँले ज्ञान हासिल गर्नु? मैले चाहिँ पञ्चाङ्ग निर्णय विकास समितिबाट समितिमा पढेँ। त्यसपछि महेश संस्कृत गुरुकुलम देवघाटबाट चाहिँ एडभान्स एस्ट्रोलोजीमा चाहिँ एडभान्स एस्ट्रोलोजी कोर्स गरेर अहिले म ज्योतिष पेसामा आबद्ध छु। मेरो अफिस चाहिँ काठमाडौँको चाहिँ टोखा नगरपालिका, वडा नम्बर 8, चालबजारमा रहेको। के सुविधा पाइन्छ हजुरको त्यो? त्यहाँ चाहिँ अब चिना हेर्ने, फलादेश गर्ने, नाम जुराउने, विवाह व्रतबन्ध आदि अन्नप्राशन मुहुर्तहरू जुराउने, शुभ साहित्यहरू निकालिदिने, ती सबै कामहरू म गर्छु। चिना बनाउने काम पनि हुन्छ? चिना बनाउने काम पनि हुन्छ। हस्, धन्यवाद गुरु अमूल्य समयको लागि। हस्, थ्याङ्क यू।